नमस्ते। सबैजनालाई स्वागत छ हाम्रो झोला कार्ड्समा। अनि अहिले चाहिँ हामी अब मजाले अब दाजुभाइ बसेर अब यसो के कुराकानी गर्छौँ हैन। आज शनिबार अनि के कस्तो भइरहेको त अनि दिनहरु? एकदम ठिक छ, यता हाम्रो यता सब ठिक छ। म चाहिँ आज हाम्रो दिनेश दाईको केही रोमानियाको बारेमा केही जानकारी लिन चाहन्छु। के छ उहाँलाई, कस्तो लागिरहेको यहाँ रोमानियामा, सबै ठिक छ कि ठिक छैन, के छ यहाँको सरसुविधा कस्तो छ, उहाँको इष्टमित्रहरू पार्टनरहरू के कस्ता हुनुहुन्छ, के भन्न चाहनुहुन्छ तपाईँ? म पनि तपाईहरु जस्तै नयाँ नै हो, 2 दिन मात्र भयो यहाँ पुगेको। हजुर, के भयो नि यो ठाउँ चाहिँ रमाइलो छ, राम्रो छ। खाना सुविधा के छ, कसो छ? एकदम राम्रो। अबलिकता यहाँबाट लगभग आधी घण्टाको पैदल यात्रा गरेर उता हामी के रे मार्केटमा गएर सामान ल्याउने, आफै पकाउने, खाने, यस ग्रुपमा खाँदा अलिकता कम्पनीको सरसुविधा कस्तो छ, तपाईँले कस्तो लाग्यो? अब नट ब्याड। एउटा 3-4 महिना सिजनल काम हो। हजुर, यो सिजनल काममा चाहिँ यस्तै हो तपाईको। अनि यहाँदेखि तपाईँले सिजनल काम यहाँ सकेपछि के छ, कम्पनीले तपाईँले मेन पावर मार्फत आउनु भएको? मेन पावर मार्फत आउनु भएको, ठिक छ। त्यसो भए मेन पावर यहाँदेखि तपाईँ काम सकेपछि नेपाल जाने हो कि के छ, कुनै अरू देश भाग्नुहुन्छ कि काम खोज्ने हो, के छ कसो छ? होइन, केही प्लान त होला नि, त्यो भन्नु पर्यो। जनता जान्न चाहन्छ हजुर, तपाईँ भन्नु पर्यो।